Hello guys, welcome back to my new video. आज म हैन यसो घुमघाम गर्न जान लाग्यो। यो काठमाडौँको जाम ट्याटा धुलो धुवा धेरै भयो क्या। अनि पुरै अब पिस माइन्ड पार्नलाई डाँडा काँडा हैन। अहिले के उमेर हुँदै त घुम्ने हो नि, पछि उमेर सकिसकेपछि त के काम घुमेर हैन। अनि यस्तो घुमघाम गर्न जान लाग्यो। पानी परिरहेछ सिमसिमे, त्यही पानीले रोक्दैन, पानीमा भिज्दै जाने हो, मजा आउँछ। अनि त्यही धेरै टाढा जान लागेको हो म, त्यही 3-4 घन्टा लाग्छ होला। ठाउँ चाहिँ किस्पाङतिर जान लाग्यो क्या म, किस्पाङतिर। अनि पानी चाहिँ यस्तै छ। अब अहिले कति 12:30 बजिसक्यो। अब 1 बजी निस्किन्छु यहाँबाट, 3-4 बजी पुगिहाल्छु। अनि आनन्दले घुम्छु, अनि त्यसपछि आनन्दले बस्छु। सिमसिम पानी परिरह, पानीले मलाई रोक्दैन। अनि त्यसपछि यही हो, अब चक्क बाटोमा सर्रा, किनकि पानी पर्दाखेरि क्या सबै भिजा हुन्छ नि त रुखहरू। अनि पछि रुखहरू पनि भिजेको हुन्छ। अनि त्यसपछि कस्तो दामी देख्छ, ग्रिनेरी पनि क्या दामी देख्छ होइन। अनि बाटोमा त्यही झर्नाहरू पनि पर्छ होला, त्यही लौके झर्नाहरू, त्यो झर्नाहरू पनि मजाले घुम्दै घाम्दै होइन भिडियो बनाउँदै शान्तले आनन्दले मस्तले घुमिने हो। अनि टक्क माइन्ड फ्रेस बनाउने हो। अनि बल्ल काठमाडौँ फेरि आउने हो। अब त्यही हो, अब एकछिनमा निस्किहाल्ने हो। यहाँ ढिलो गऱ्यो भने ढिलो पुग्छ होइन। अनि आउन पनि ढिलै हुन्छ। त्यसैले अब मजाले डाँडा काँडा घुम्ने हो, आउने हो। र हामी बाटोमा अब टक्क भिडियो बनाउनु जानुपर्छ है त। गाइस अब चाहिँ म चाहिँ रेडी भइसकेँ किस्ताङ जानको लागि होइन। स्कुल सिसी सबै रेडी भइसक्यो मेरो होइन। अब म टक्क अब यहाँबाट निस्किनु लाग्यो। म यता चाबेल आइपुगेँ। अब म यहाँ फुल ट्याङ्की तेल हाल्छु। अनि तेल हालेर अनि सम्ममा ननस्टप नरोकी जानुपर्छ है त। ल अब चाहिँ तेल हाल्नु त फुल ट्याङ्की हाल्छु नि। फुल ट्याङ्की हाल्छु नि। फुल ट्याङ्की हान्ने हो अनि जाने हो किस्ताङतिर। कतिको खान्छ, कति खाने हो तेल? 500 600 770 पाउनु नि दाइ, लगाउनु भन। तेल हाल्ने मान्छे आएन। ल भयो बस। ल तेल पनि भरियो। ल गाइस म चाहिँ यो दुखाको झोर भन्ने ठाउँमा पुगिरहेको छु। यहाँ चाहिँ अलिक चिसो मौसम रहेछ, कुहिरो लागेको छ। यहीँ दामी छ झन्, उहाँ पुरा कस्तो होला सिन हेर्नु, सिन सर डाँडा काँडा यस्तै ठाउँ हो क्या। यस्तै ठाउँ देखेर हो क्या आउन मन लाग्ने, शान्त हुने। कत्रो आवाज आएर यार। अझै 1 घन्टा सुरुमा लौके झर्ना अन द वे पर्छ नि त। अनि लौके झर्नामा जाने त्यो 1-1.5 घन्टा लाग्छ। अनि भ्यू नै अहिले यस्तो छ, कस्तो होला बाटोमा झन् क्या चिसो मौसम चाहिँ आनन्द आउँछ। गाइस होइन यसो पानी पनि मौसम पनि चिसो भएर पानी सर्र परिरहेछ होइन। अनि त्यहाँ सर्र पानी परिरहेछ। अनि चिसो मौसम भएर चिहान लाग्छ कि। मौसम चिसो छ, चिहान पऱ्यो नि, एकछिन रेस्ट त लिनु पऱ्यो नि, ननस्टप जानु भएन होइन। ल अब यो चिया खाइसकेपछि फेरि म राइड स्टार्ट गर्छु होइन। रमाइलो गरौँ एकछिन, चिया मौसमहरू बादल गर्जिन्छ होइन। आनन्दको भ्यू छ अब झन् खतरा। ल गाइस अब चिया खाएपछि भेटौँ है। सो गाइस हामी चाहिँ यो पानी पर्दा पनि आउनु परेको छ होइन। अनि त्यसपछि खै के सानो झरना, कुन चाहिँ झरना भने कुनै न कुनै थाहा नै छैन। यस्तो पानी परेर पनि ट्राभल गरेर आउनु परेको छ यार। गाह्रो छ जिन्दगी, गाह्रो छ, केही छैन। त्यही पनि हामी ट्राभल गर्न तयार छौँ। धेरै पछि उयो गरेर चाहिँ यस्तो दामी भ्यूसम्म आइपुग्यो होइन अहिले चाहिँ। अब यो त भर्खरको भ्यू हो, यसभन्दा अझै बाइक छ खतरा है।
के लेखेको छ भने जम्मा कति 1.2 किलोमिटर छ। अनि यहाँबाट जाने भनेको यो दाइहरू जानु लागेको थियो। अनि दाइहरूको नि बाइक चाहिँ चिप्लो छ भन्नु उहाँ लोकलहरूले चाहिँ। अनि अब जाने भनेको रोडै चिप्लो छ, अफ रोडिङ रहेछ। रोडै अफ रोड छ। ल यस्तो रोड छ, यस्तो रोड छ। अनि उ त्यो दाइहरू त्यहाँ अड्किसक्यो, त्यहाँ अड्किसक्यो। दाइ अहिले फर्किँदा चाहिँ चिप्लेला, जान त जाला, फर्किँदा चाहिँ चिप्लेला नि दाइ। लोकलहरूले त नजाऊ भन्दा हिँड्दै जाऊ, आधी घन्टा लाग्छ भने चाहिँ अब जसम्म लाग्छ जाँदिन होला। किन जानु त अब भोलि आउँदाखेरि चाहिँ जानु पर्ला। गाइज अब नजाने भन्ने कुरा थियो, तर मनबाट जान भन्छ नि त। अनि कच्ची रोड भयो। अनि यहाँको लोकल चाहिँ के भने नि यो बाटोहरू चाहिँ यो छ नि, यो बाटोहरू चाहिँ अलिकति गाह्रो हो, स्कुटी जाँदैन, बाइक तान्छ होला। गाइज के अरे हाम्रो बाटो हेऱ्यो सिर्फ त्यो मात्रै अलिअलि नराम्रो रहेछ। कस्तो कस्तो बाटो छिरा छ, यस्तो बाटो के हो र, त्यो त स्ट्रगल गर्दैछ। बाइक त तान्छ, स्कुटी डोराइरह के डोरा होला। म अहिले सर्रै तानिदिन्छ स्कुटी, त्यो त अहिले त डोराउँदै लैरह। त्यट अब हामी स्कुटीमै जाने फिक्स भयो, स्कुटीमा स्टार्ट हुन्छ। त्यति बाटो चाहिँ त्यहाँदेखि राम्रो खाले बाटो। ल गाइजहरू यिनीहरू स्ट्रगल गरेर आएको त्यति आउनलाई मैले अलरेडी पार गरिसकेँ। सो देख्नु सक्नुहुन्छ हाम्रो लागि यस्तो बच्चा खेल क्या, ल्यापदुत हो, केही छैन। यिनीहरू बिचार ल थेट स्कुटी चलाउन सिकेर त्यस्तै लाइसेन्स फेल भएको थियो। कस्तो के गरे, माथिबाट आउन, माथिबाट कस्तो बाटो आयो। सो गाइज होइन अब लौके झर्ना भनेर होइन स्कुटी पनि पार गरेर त्यहाँ माथि राख्ने मिल्दो रहेछ। त्यहाँदेखि फेरि 300 मिटर हिँड्नु पर्ने रहेछ, स्कुटी आउँदैन रहेछ। अनि त्यसपछि हामी चाहिँ अब यस्तो पुल तर्नु पर्दो रहेछ। ल सर पुल तर्ने खै त लौके झर्नै देखियो नि त। लौके झर्ना आइसकेको छ होइन। हाम्रो झर्ना चाहिँ यस्तो रहेको छ। सर झर्ना अलिअलि फुट्छ होइन। झर्नाको छिटै यहाँसम्म आइरह। अब झर्ना त्यो मलाई टिकटकतिर देख्दा त खतरा छ जस्तो देखिन्छ यार। यहाँबाट हेर्दा त एभरेजै छ, झर्ना चाहिँ जोस् राम्रै छ, तर त्यो सोचे जस्तो छैन क्या। डाँडा काँडाको बिचमा त अनि त्यो झर्ना गाउँघरमा पनि कति देख्छ। नाम मात्रै चलाइदिएको क्या मान्छे धेरै आएर। हावामा पानीको छिटा चाहिँ आइरहेको क्या। लौके झर्नाको चाहिँ घुमघाम भइसक्यो होइन। झर्ना हेर्न सक्नुहुन्छ मेरो पछाडि है। झर्नाबाट यस्तो राम्रो शीतल त पानी फ्यालिने है, बसिराखौँ जस्तो क्या आनन्दको क्या। भिडियोमा हेरे जस्तो छैन, तर घुम्नलाई चाहिँ रमाइलो ठाउँ छ। स्कुटी आउँदैन रहेछ, मलाई 300 मिटर जति हिँड्नुपर्छ, तर राम्रो छ यार झर्ना, राम्रो छ यार। तर झर्ना दामी, झर्ना चाहिँ दामी छ, मजाको छ। अब हाम्रो झर्नाको उयो सक्यो, घुमघाम सक्यो। अब यहाँबाट जाने टाइम छैन यार, अझै 1 घन्टा लाग्छ उता जानलाई। बाटो पनि त्यस्तै छ फेरि हुन्छ। फेरि पानी परेको बेला आइपुग्यो क्या। अब यस्तो हिलो छ। अब फेरि चप्पल बोक्न बिर्सेँ क्या, स्कुटी कुदाएर कहाँ गिल्लो हुन्छ नि त काका, रोड हुँदैन त राम्रो। चप्पल बोकाएको जुत्ता फोहोर हुँदैन थियो, जुत्ता मात्रै ल्याएछु। जुत्ता फोहोर हुन्छ, घरमा आमाले मार्छिन् मलाई, कहाँ होइन राइस भनेर। त्यसै गरी आजको हामी बास बस्ने ठाउँ चाहिँ बास बस्ने भन्नु न, पुरै हाम्रो भिलेज जस्तो भाइब दिइरहेछ होइन। सर भिलेज जस्तो भाइब छ। सो हामी यहाँ चाहिँ आइसकेको छौँ आजको लागि। लास्ट टाइम लाग्यो, रातै पऱ्यो क्या। अहिलेदेखि नै होला। अनि हाम्रो अब रातिको खाना पनि भनिसकेको छ। अनि सो खाना खानुभन्दा अगाडि जस्तो यहाँ बार्बिक्यूको लागि अङ्कलले ल्याइदिनु सक्नुभयो होइन। अङ्कल रेडी पनि पारिसक्नु भएछ अङ्कलले, धन्यवाद है अङ्कल तपाईँलाई एकदम। र आजको चाहिँ अब बास यति हुन्छ। अनि भोलितिर हाम्रो यो चाहिँ हाम्रो पुरै भिलेज टाइप हो है। भिलेजै हो, गाउँ नै हो। हामी गाउँमै बस्नु रहर मान्छ नि त। अनि गाउँमै आएर बसेर आज बस्नु मिल्दो रहेछ नि त, त्यही भएर। अनि त्यही हो, अब आज चाहिँ यहाँ बस्ने, भोलि बिहानै हामी केसपाङको लागि जाने हो। ल त्यसै गरी अहिले बार्बिक्यू गरेको भिडियो नै हेर्नुपर्छ है त। त्यसै गरी हाम्रो यो बार्बिक्यू पनि रेडी भइसक्यो। आन्टीहरूले खानु बनाउँदै हुनुहुन्छ होइन। अनि आजको दिन चाहिँ यही खाजासाजा खाएर खाना खाएर यहीँ बस्ने हो एकदम। अत्याधिक क्या मिठो बनाउनुहुन्छ आन्टीहरूले। ल अब आजको भ्लग चाहिँ यति नै।
यो चाहिँ पार्ट 1 ब्लग। अब हाम्रो यो अर्को भेडाचोर घुम्न गएको अर्को पार्टमा आउँछ। आजको लागि चाहिँ पार्ट यति नै है। यो ब्लगको लागि ल धन्यवाद। थ्याङ्क यू फर वाचिङ। सब्सक्राइब गरिदिनु होला सबैजनाले है।